छेउ लुक बाह्र या तुम टिफिन गइहाल्छ साइड पुरै आइज हामी सक्छ नजाउनुहोस् फर्क तेल सकिएको रेस्यु साइन आज चाहिँ हामी गुम्पा पूजा सघाउँदै थियौँ त्यतिकै हाम्रो अङ्ग्रुप र मेरो अचानक प्लानिङ भयो कि लामदाङको अब नयाँ रोड खनेको रहेछ जाउँ भनेर अन्त हामी गुम्पादेखि बेलुका बेलुका काम सकेर चाहिँ लामदाङ रोड उकालो निक्लेको थियो तर बाटो चाहिँ अब स्टार्टिङमै जाने लडेकै टर्निङमै बाटो चाहिँ यति साह्रो अलिक पानी पऱ्यो भने चाहिँ पटक्कै नछिर्ने यो चाहिँ हल्का घाम लागेर गएको थियो हिलो यति साह्रो तर गाउँको मान्छेले साइड साइडमा ढुङ्गाहरू लगाएको रहेछ त्यो चाहिँ अति नै राम्रो भयो गाडीहरूको लागि चाहिँ यति साह्रो रफ रहेछ राम्रोसँग सेट नभएर नि नयाँ रोड कस्तो हुन्छ ट्राई चाहिँ गरेँ एटलिस्ट सक्दैन अङ्दुकले पनि उसको स्कुटी हाल्यो तर बिचोकले अब तपाईँलाई हेर्दै जानुहोस् है भिडियोमा दुखो कामलुले तातुङ बजा चलो डुल्ने अरे यस्तो रहेछ लामताङ पुग्यो अफरोडिङ राम्रो बाटो त के नजोकाई इन जुम नजोका जुम नजुकाई मलाई दुईजना छ हामी जुम गयो न इन जुम इन चल शेर यो नि अन्त जोगाएपछि त लड्छ बिचारा उहिले हिँड्थ्यो हामी यो बाटोहरू अंगडू भाई ओए आबी सामान के बो नले हो ओए माथि हेर्न नले के हुँदैन त्यो त आँट गरिरहेछ ल चलो तो बार निकले रोड सँगै अन्त धेरै डिएम भरमा गाडी छ छिर्दैन भनेको नि गर्ने के गाह्रो पर्यो के छ साथी ओए ओ भिड हारै पर्छ है अन्त अम्बो ल के भयो बाटो छिरेन त ओइ काच जान्छ अन्त अरेको आँटियो त एक्लै जाने रहेछ एक्सपल्समा म त्यहाँबाट होला यहीँ पनि त त्यहाँ उकाल गयो ल त स्कुटी निकै साह्रो पर्छ पर एक्लै चाहिँ जाने रहेछ म चाहिँ दुईजना चाहिँ एक्सपल पनि दुईजना चाहिँ भोग्दिनँ नगर नगर भनेको ओ नजा बुझ्छ ल आइज पछाडि घुमौ हामी थामिदिन्छु ल आइज न
निकाल्छु कोही निकाल्छु ऊपर झर्ना है दामी देख्नु ओ यो त के हो ओइ साह्रो पऱ्यो नि बिचरा ओइ कसको रहेछ यो जाउँ 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 चलाऊ 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 बाइक लामो खुट्टा छोटो भयो हाम्रो हो आइहाल्छ नि ला के गर्नु अब यस्तै हो हाइवे छ यत्तिको ब्याट्री अन्त रेस खेल्छु नि म त तेल सकिएको हो होइन 258 मा त कुद्यो त अन्त 258 के अन्त किन के अन्त माइलेज हेर्दा अन्त माइलेज हेर्दा 300 सम्म त कुद्नु पर्ने त कहाँ बज्दैछ ए यी त कुद्दैछ 1200 1200 ले छ नि छ नि हो खै दत्ती छ नि मुझे कुद्दैछ तर कुनै याद छैन सुपर सुवा मने इन्जिन तो होला बे हामीको या तुम टिफिन गइहाल्छ साइड स्ट्यान्ड एबिएस खोइ हैन कुद्दाखेरि गइहाल्छ जुन जाने भयो अरे अलिक न आँट दिएको न अब एउटा गेजिङको रिजर्भ पायो भने फुल भइहाल्ने रहेछ है तुका फुल चाहिँ दिन्छ होला माथि भएर खै कति बेला आयो लामथाङ बाटो तिमीहरू लामथाङ बाटो घुमाउनु पर्यो एक दिन मिङमा त्यो भित्र हाल्दैन बस भित्र हाल्छ न थोरले हाल्दैछु भन बाटो दम्बो दामी रहेछ कि उकालो मात्रै गएन हात गरेन त्यो चौतारादेखि होइन दुईजना थियो कि भाइ पनि थियो त्यो भएर गएन जग्गा त मजाको लाग्यो परै पुगेन हामी त्यही लाग्यो त स्कुटीहरू पुरा राखेको